फाइनली गाइस यति बेला हामी बर्दिया राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरिसकेका छौँ। पूर्वदेखि आउँदैछ काठमाडौँको बस धनगढीसम्मको यात्रा र हामी बर्दिया राष्ट्रिय निकुञ्जबाट अगाडि बढ्दैछौँ। हामी कोलपुरतर्फ जाँदैछौँ यति बेला। फाइनली बिचमा विभिन्न प्रजातिका जनावरहरू तपाईँ देख्न सक्नुहुन्छ। यहाँनिर हामी अगाडि बढ्ने क्रममा एकदम रमाइलो यात्रा भइरहेको छ। मजुर, सामान्य मजुर देख्न सक्नुहुन्छ गाइस तपाईँहरूले। हेर्नु त मजुर, यो पेडको जडामा छ मजुर। यो देख्नुभयो मजुर गाइस, यो मजुर यताबाट देखाउँछु म। यो मजुर मजुर गाइस यसरी तपाईँले विभिन्न प्रजातिका चराहरू देख्न सक्नुहुन्छ। यहाँनिर मजुर, हात्ती, गोही धेरै चिजहरू छन् यहाँनिर। एकदमै रमाइलो छ। हरिण, गैँडा, बाघ, भालु, वन्यजन्तुहरू, विभिन्न किसिमका वन्यजन्तुहरू तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर। एकदमै हामी यात्राको क्रममा अगाडि बढिरहेका छौँ। जस रमाइलो यात्रा भइरहेको छ। तपाईँहरूले मेरो युट्युब च्यानललाई त तपाईँले सब्सक्राइब गर्नुभएको छ होइन? गर्नुभएको छैन भने पनि सब्सक्राइब गर्न नभुल्नु होला। यस्तै नयाँ नयाँ भिडियोहरू तपाईँले मेरो युट्युब च्यानलबाट हेर्न पाउनुहुनेछ। आज म कैलालीदेखि नेपालगञ्जसम्मको यात्रा गर्दैछु। तपाईँलाई म बिचको सिनहरू एकदमै देखाउने नै छु। बिच जङ्गलबाट मैले हजुरहरूलाई भिडियो स्टार्ट गरेको छु। मैले लाइक, सब्सक्राइब, सेयर, कमेन्ट गर्न नभुल्नु होला मेरो युट्युब च्यानललाई। तपाईँको एक कमेन्ट, एक सेयर, एक लाइकले गर्दाखेरि मेरो युट्युब च्यानल अझ राम्रो बन्नेछ भनेर मैले आश गरेको छु। काठमाडौँबाट धनगढीको गाडी, सुन्दर सुदूरपश्चिमको गाडी, धनगढी टु काकडभित्रको गाडी आइरहेको रहेछ है। तपाईँले आफ्नै प्रत्यक्ष रूपमा देख्नुभयो होला। यात्रा क्रम जारी छ। एकदमै अगाडि बढिरहेका छौँ हामी यति बेला। जोस रमाइलो भइरहेको छ। साइडमा म्युजिक, लाला कुर्ती वाली तेरो नाम बताइदे, पहाड घर कता ठेगाना बताइदे भन्ने गीत बजिरहेको छ साइडमा। तपाईँले ब्याकग्राउन्डमा सुन्न सक्नुहुन्छ। ठेगाना बता, पहाड घर कता ठेगाना बता, नाम के लाला कुर्ती वाले तेरो नाम बताइदे। होटल खोला ऐसे टनकपुर।
चियाको होटल कलौला यसै टनकपुर चियाको होटल कलौला यसै टनकपुर